माननीय मोहनबहादुर बस्नेत, त्यसपछि माननीय तारा लामा तामाङ। सम्माननीय सभामुख महोदय, माननीय डाक्टर सुनिल शर्मा ज्यूको यो बिमा सम्बन्धी सार्वजनिक महत्त्वको प्रस्तावका लागि डाक्टर शर्मा र इन्टायर टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु। अब यो बिमाका क्षेत्रमा यसका अप्ठ्यारा, यसका सप्ठ्यारा, यसको आवश्यकता, यसको चाहिँ अव्यावहारिकता सबै बारेमा यहाँ छलफल भइसकेको छ। म सबै मान्यज्यूहरूलाई धन्यवाद पनि दिन चाहन्छु। र हाम्रो जस्तो देशमा बिमाको अवधारणा यो एकदमै राम्रो हो, तर यसलाई सुरुवातको अवधिदेखि नै कार्यान्वयन प्रभावकारी ढङ्गले हुन सकिरहेको अवस्था छैन। त्यसमा महत्त्वपूर्ण कुरा दुई तीनटा कुरा हो। एउटा, यसको लागि चाहिने बजेट पर्याप्त नभएको एउटा कुरा हो, र भएको बजेट पनि कार्यान्वयन गर्नुपर्ने पक्षले कार्यान्वयन इमान्दारीपूर्वक नगरिदिएको अवस्था पनि हो। म आफै पनि स्वास्थ्य मन्त्री भएर यो हेर्दा यस्तो अवस्था देखियो। यसलाई पैसा बढाउँ भनेर चाहिँ हामीले अर्थ मन्त्रालयलाई कुरा गर्दा मैले एउटा प्रस्ताव राखेका थिएँ। अब यहाँ जति कुरा गरे पनि पैसा चाहियो नि, बजेट चाहियो नि, बजेट त थप्नु पऱ्यो। 1 लाखको बजेटकै कुरा गर्दा पनि अहिले जम्मा 7.5 अरब पैसा छ जस्तो लाग्छ मलाई। यो आफैमा अहिले घाटा बजेटमा छ, डबलभन्दा बढी घाटा बजेटमा छ। अब बाँकी दिन कसरी बिताउने हो। र यसको लागि मैले अर्थ मन्त्रालयसँग कुरा यहाँ पनि भनेको हुँ, अथवा सम्बन्धित निकायमा भेटेर पनि कुरा गरे हौँ। पैसा बढाउनु पर्यो। यो पैसाको लागि के गर्ने त भन्दा श्रुतिजन्य पदार्थमा ट्याक्स बढाउँ। विभिन्न देशमा 85% ट्याक्स तिर्नुपर्छ यो श्रुतिजन्य पदार्थमा, तर हामी कहाँ धेरै कम छ। भन्दाखेरि प्रष्ट भाषामा भन्नुपर्दा सूर्य टोबाको कम्पनी र अर्थ मन्त्रालयको म्याच फिक्सिङ जस्तो लाग्यो मलाई। बरु अरू तरिकाले दिन मान्ने। मैले धेरै पटक कराउँदा बजेट भाषण भइसकेपछि पनि 12 अरब र 4 अरब गरी 16 अरब पैसा मैले थपेर लिएर गएँ अर्थ मन्त्रालयबाट। अरू पैसा दिन तयार भयो अर्थ मन्त्रालय, तर श्रुतिजन्य पदार्थमा ट्याक्स बढाउन तयार भएन। अहिले बढाएको जुन कुरा हो त्यो गफ मात्रै हो। यसको चाहिँ सही अवस्थालाई हेर्ने हो भने त्यसकारणले श्रुतिजन्य पदार्थमा ट्याक्स बढाएर त्यसबाट आएको पैसा यो फन्डमा राखिदियो भने यसले धेरै महत्त्वपूर्ण काम गर्न सक्छ। यो ठुलो स्रोत हुन सक्छ, धेरै समस्या समाधान हुन सक्छ। एक र अर्को कुरा, भएको पैसा पनि अहिले मान्यज्यूहरूबाट यहाँ धेरै कुरा उठिसकेको छ। त्यो बिमा बोर्ड भन्ने संस्था यस्तो एउटा गजब रहेछ, आफूलाई स्वायत्त संस्था पनि भन्दो रहेछ। कसैले भने नमान्ने, त्यसपछि आएर देशभरि मन लागेका अस्पतालहरूलाई तुरुन्त त्यो पेमेन्ट गरिदिने बिमाको बजेट, नलागेकालाई करोडौँ करोड त्यो त्यतिकै दिन बाँकी रहेर हैरान पार्ने। अहिले यहाँ पाल्पाको कुरा पनि आएको थियो। पाल्पाका मानिसहरू मका आउनुभएको थियो, बिमाको पैसा पाएन भन्नुभयो। अनि अरू धेरैवटा जिल्लाबाट आउनुभयो। 22-25 ठाउँबाट आएपछि मैले बिमा बोर्डको अध्यक्ष यो सिओलाई बोलाएर यो पेमेन्ट गरिदिनु जति छ समानुपाती ढङ्गबाट भने जानेकै नमान्ने भए। मैले त यो अप्रिय शब्द यहाँ भन्नुपर्ने हुन्छ। के छ त अरू उपाय? सबै ठाउँमा हाहाकार छ, अस्पताल पक्षपातपूर्ण ढङ्गबाट व्यवहार भइरहेछ, बिमा पाएको छैन पैसा। मैले सस्पेन्डै गरिदिएँ। सस्पेन्ड गरेर नयाँ पठाएको मान्छेलाई टिओआर दिएँ, यी समस्याहरू समाधान गर्नुपर्छ भनेर। धेरै हदसम्म समस्या समाधान पनि भयो। पाल्पाको कुरा अहिले उठेको थियो, मान्यज्यूहरू अरू साथीहरू आउनुभएको थियो। तत्कालै मैले त्यो पैसाको व्यवस्था त्यहाँ पनि गरिदिएँ, धेरै अस्पतालहरू मध्येमा मिसन अस्पताल। त्यसकारणले हाम्रो भएका दक्ष जनशक्ति जसलाई हामी भन्छौँ, उहाँहरूको पक्षपातपूर्ण र खराब नियतको कारणले पनि यो काम भइरहेको अवस्था छैन एकातिर। अर्को कुरा, 1 लाखको जुन बिमा छ यो पनि हामीले कार्यान्वयन गर्न सकेका छैनौँ। 1 लाखको बिमा अघि यहाँ कुरा उठिसक्यो, केही भएको छैन, गलत प्रेस्क्रिप्सन बनाएर पैसा असुल गर्ने हुन्छ, खुरखुर पैसा लिइदिने, त्यो खालको पनि अवस्था छ। त्यसकारणले यी कुरालाई नि हेर्नु पर्यो र रकमको बारेमा एक ठाउँबाट मैले अहिले भनेको फन्डका बारेमा हामी सिङ्गो पार्लियामेन्टले सहयोग गर्नु पर्यो।
लाग्नु पर्यो, यहाँ कर बढाउनु पर्यो, पैसा आउने ठाउँ त चाहियो नि। र अरू व्यवस्थित गर्ने कुरा धेरै छन् सम्माननीय सभामुखज्यू, कि हामीले स्वास्थ्य सेवा सुलभ गराउनका लागि अरू पनि धेरै ठाउँहरू छन्। जस्तै मैले यो 10% चाहे सबै खाले अस्पतालहरू, चाहे सरकारी चाहे चाहिँ यो प्राइभेट चाहे चाहिँ सामुदायिक, सबैले 10% उपचार चाहिँ गरिब र विपन्नलाई निशुल्क गर्नुपर्ने कुरा स्वीकृति लिने बेलामै त्यो प्रावधान छ। तर लागू सरकारी कुनै अस्पताल बाहेक, थोरै अस्पताल बाहेक कहीँ लागू भएन। मैले कठोरताका साथ लागू गरेको छु। म माननीय मन्त्रीज्यूलाई चाहिँ अनुरोध गर्न चाहन्छु, यसमा अलिकता फितलोपन फेरि आउन थालेको छ अरे। होइन भने अस्पतालले सम्झौता अनुसारको सुविधा गरिब बिरामीहरूलाई दिँदैन भने मैले सँगै लाएँ सामान्य सभामुखज्यू, तिनीहरूका लागि कडाइका साथ हामीले चाहिँ कारबाही गर्छौँ भनेर भए पनि त्यसलाई लागू गर्यो भने हजारले त्यहाँ सुविधा पाउँछन्। सङ्घीय अस्पतालहरूमा 3523 जनरल बेड फ्री गराइदिएको छ मेरो पालाबाट। त्यसपछि आएर प्रादेशिक अस्पतालहरूमा पनि 4वटा यो प्रदेशमा फ्री भएको छ। यसलाई पनि कडाइका साथ लागू गरौँ। अब त्यसो भए पनि यो अलिकता सहिलो हुन्छ। र यो सरुवाको प्रक्रियाहरूमा पनि काज बसेर हैरान गर्ने चलन छ। मेरो पालामा त ठुलै हङ्गामा भयो। 800 डाक्टरलाई मैले काज फिर्ता गरे हुँ। यहाँ पनि त्यस कारणले भएकोलाई कडाइका साथ लागू गर्ने र यसको लागि स्रोत खोज्ने विषयमा चाहिँ मैले देखेको उपाय यही हो। यहीँबाट पैसा सङ्कलन गरेर व्यवस्थित गरौँ। हामी यसलाई चाहिँ